बसाइ कहाँ? बसाइ अहिले अस्थायी बसाइ 7 वर्ष। पहिलाको थाहै? पहिला सिन्धुपाल्चोक। त्यही त। हजुरको यो ग्रह अनुसार हेर्दा, राशि अनुसार हेर्दा त तपाईँ नेपाल प्रहरी आर्मीमा जाहेर खा रिटायर्ड हुने ग्रह थियो। 17 वर्ष जाहेर खानुपर्ने देखाउँछ। कति वर्ष खाइयो? 16 वर्ष खाइयो। आर्मीमै हो। त्यही त 17 वर्ष जाहेर खाने ग्रह देखाउँछ। 2 नम्बर पढाइ चाहिँ तपाईँको 12 पास गर्ने ग्रह थियो। 15-22 को शनिले एसएलसी पनि फेल भएर छोडेको देखियो। फेल भयो? एसएलसी पास भयो। दोहोरोचोटिया पास भयो। त्यो त पहिला त फेल भयो नि, पूरकमा पास भयो नि। 11 त पढिएन। 2 नम्बर। 3 नम्बर तपाईँको अहिले हस्तरेखा र यो कुण्डलीबाट हेर्दा 2 छोरी 1 छोरा देखियो। के छन्? 101। त्यही त कि मैले सिकाएँ तपाईँलाई, क्लास दिएँ पहिला। 5औं चन्द्रमा अलिकति अहिले चाहिँ तपाईँको मन चञ्चल भएको छ। कहाँ जाउँ, के गरौँ, कसो गरौँ, व्यापारमा घाटा, मित्रबाट धोका, आँटेका हरेक काम असफल छन्। अहिले बाहिर जान मन बाँडिएको छ। आयु त लाइफ लाइन तपाईँको 90 इयर्स आयु पूर्ण दीर्घायु हुनुहुन्छ। कालो कपडा नलाउँ, बिहिबार माछा मासु अन्डा नखाउँ, ओम शुक्राय नमः मन्त्र पढौँ। राम्रो छ। अघि बाहिर जान खोज्नु भएको छ? युरोपियन कन्ट्री हो। विलम्ब भइराखेको छ। 1-1.5 वर्ष भइसक्यो। धाको धाई पैसा मात्र नाश भएर के हुन्छ त भनेर आउनुभएको। यही मक्सिर माघभित्र 110 अब तपाईँको विदेश यात्रा सुनिश्चित हुन्छ। र बाबुको पैतृक सम्पत्तिमा बसिन्न। यही काठमाडौँको साकुमै तपाईँको 3.5 तला घर बन्छ। आफ्नै बासमा बितिन्छ लास्टमा। अरूलाई के भन्न चाहनुहुन्छ आउन चाहनेलाई? तपाईँलाई त मैले जीवनमा पहिलोचोटि देखेँ नि त। उहाँ चाहिँ एउटा नाता पनि हुनुहुन्छ, हाम्रो एउटा टाढाबाट आए पनि नाता। मेरो भण्डारी मावली भएको नाताले यता रामेछापका भण्डारी पनि आउँछन्, तनहुँका भण्डारी सबैले भान्जा हुन्छन् मलाई। हजुर, मैले चाहिँ धेरै समयदेखि नै ट्राई गरिरहेको थिएँ गुरुसँग भेटघाट गर्ने। आज धेरै समयपछि लगभग 1 वर्ष 6 महिना समथिङ त्यस्तै भयो। हजुर, भेट गर्ने अवसर मिल्यो। सम्पूर्ण कुराहरू बताइदिनु भयो। यहाँलाई हार्दिक खुसी हुनुहुन्छ? खुसी छु। हजुर। ज्योतिष हरिहर खरेल, काठमाडौँ, कोटेश्वर, जडीबुटी, नरेफाँड भगवान कृपा मार्गमा यहाँहरूलाई स्वागत छ। जडीबुटी, नरेफाँड, ब्रेन हार्टी स्कुल नजिकै छ। अथवा कुनै दिन मैले यहाँबाट स्थान चयन गरेर बाहिर गएँ भने पनि मेरो मोबाइल नम्बर र टिकटक यही नै रहनेछ। टिकटक नभए मेरो फेसबुक र रिल रहनेछ। यदि मेरो ठाउँ हेरेर होइन, मलाई विश्वास गरेर आउन चाहने मित्रहरू नेपालको कुनै कुना, काठमाडौँ, भक्तपुर, ललितपुर त छोडेर बाहिर बाँच्न सक्दिनँ। यदि मैले हेराएको 110 मिल्ने गरेको छ भने म जहाँ बसे पनि तपाईँहरूले यो 985110 90545 र 9767643454 मा कल गरेर आउन सक्ने कुरा जानकारी गराउँदै बिदा हुन चाहन्छु।